हेलो एन्ड नमस्ते एभ्रिवान। आज म छु चितवनको मारीमा र मारीको एकदमै प्रख्यात ठाउँ बैगुण्ठ भन्ने ठाउँमा चाहिँ आज म घुम्नको लागि जाँदैछु र आफ्टर अ लङ टाइम म भ्लगमा आइसकेको छु र हामी चाहिँ यो बैगुण्ठ घुम्नको लागि हामीले यो अटोमा जाने प्लान गरेका छौँ र मैले पनि भाइ बहिनीहरूलाई कुरेर बसिरहेको छु। अब म रेडी भइसकेँ, अब हाम्रो अटो पनि रेडी छ। लेट्स सी अब के कस्तो हुन्छ, भ्लग अन्तिमसम्म हेरिदिनु होला। सो आजको यात्राको पार्टनरहरू पनि आइसक्नु भएको छ। ल हाम्रो यो मामा हुनुहुन्छ, मनिष मामा हाई गर्नु। ल हाम्रो चाहिँ अर्को इच्छा बहिनी र हाम्रो चाहिँ दाइ हुनुहुन्छ। हामीलाई चाहिँ उहाँले नै लिएर जानु हुँदैछ बैगुण्ठ। हाम्रो अर्को बहिनी पनि रेडी भएर आइसकेको छ। ओके लेट्स वेलकम हर। हाई है त अब के कस्तो हुन्छ, रमाइलो गर्नुपर्छ। ल भ्लग अन्तिमसम्म हेरिदिनु होला। साथीहरू हामी अटोमा चढिसक्यौँ र यो अटोले कस्तो फिल भइरहेछ त साथीहरूलाई? कस्तो भइरहेछ बहिनी? रमाइलो। ल कस्तो भइरहेछ मनिष मामालाई? राम्रो भइरहेछ। हजुरलाई? ठिक छ, रमाइलो भइरहेछ है। ल रमाइलो गर्नुपर्छ है त। ल आजको हाम्रो साथीहरू फाइनली हामी बैगुण्ठको तल पार्किङमा आइसकेका छौँ। अब हामी चाहिँ कुन बाटो हो? त्यो बाटो होइन, उताको बाटो। हामी जङ्गलको बाटो हुँदै तालसम्म पुग्छौँ। सो तपाईँहरू देख्न सक्नुहुन्छ यो बैगुण्ठ धाममा यहाँहरूलाई हार्दिक स्वागत छ भनेर ठुलो ब्यानर पनि राखेको छ र बैगुण्ठेश्वर धामको दर्शन गरी पुण्य कमाऊ, धार्मिक तथा पर्यटन क्षेत्रको प्रवर्धन गरौँ भनेर पनि एकदमै राम्रो स्लोगन पनि लेख्नु भएको छ। र हामी चाहिँ अब चाहिँ बैगुण्ठ ताल जुन 600 मिटर अगाडि रहेको छ। लगभग समयको रेसियो कति दिएको छ भन्दाखेरि 10 देखि 15 मिनट लाग्छ भनेर एउटा प्रेडिक्सन चाहिँ यहाँबाट दिनुभएको छ। र यो 10 देखि 15 मिनट भनेको पनि अब आफ्नो हिँड्ने कुरामा भर पर्ने कुरा हो। ल स्टार्टिङ एकदमै राम्रो छ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। एउटा खोला तरेर चाहिँ जानुपर्ने रहेछ। एकदमै राम्रो लाग्यो। अनि म चाहिँ एकदमै नेचर अनि पिस लभिङ पर्सन हो नि त, त्यो भएको कारणले गर्दाखेरि पनि मलाई एकदमै रमाइलो फिल भइरहेको छ। लेट्स सी अब के हुँदै जान्छ, के हुन्छ। बच्चाबच्चीहरू त्यहाँ व्यस्त छन् र हाम्रो बहिनी पनि अगाडि। हाई भनिदेऊ बहिनी। कस्तो लागिरहेछ आज? एकदम रमाइलो लागिरहेछ। नेचर लभर परेपछि हैन
यो ऊ पारै फेरि स्वागको पारै छुट्टै छ फेरि है यो बच्चा बच्चीहरूको ल ल है ल चट्ट लाएर भट्ट खाएर होइन टुइ टुइ हिँडेर माथिसम्म पुग्नुपर्छ र तपाईँहरूले देख्दै हुनुहुन्छ सिडीको बाटो रहेछ अनि अगाडि ठुलो पार्किङ पनि थियो अनि त्यसपछि हाम्रो चाहिँ अब स्टार्ट सुरु हुन्छ थाकेको छु अरू केही छैन हावा टाइट भइसक्यो अर्कै बेला हो पछाडि सेतो हुन्छ खै अब कता पाइन्छ ट्याटु हान्ने सकमा छौँ हामी चाहिँ होइन दिदी ट्याटु हान्ने पात खोज्दैछौँ एकदमै पाएको छैन नि त अलि अनि माथि गएपछि पाउँछ कि यो जङ्गलमा न्युरोहरू पाउनु भयो नि अहिले त सिजन होइन तर सिजनको बेलामा न्युरो पाउँछ त म खाना हुने मान्छेलाई सोध्नु न होइन म यता आइराख्दिनँ नि त कहिले कहिले सिजन अहिले बाघले तान्छ अनि थाहा पाउँछ नि धेरै होइन कि 10-15 मिनटमा त लेखेको छ कि मामा छ्या तपाईँ 5 मिनट हुन पाएन स्यासेर फ्याफ्या गर्ने 15 मिनट जति भनेर भनेछ त्यहाँ एस्टिमेसन बस्दै बस्दै गयो भने त आधी घन्टा नि लाग्छ कि रे यस्तोको होइन र ऊ गर्नु छाप बस्ने कि यस्तै ब्याक साइडमा व्हाइट कलर कपालले कपाल त गर्मी महिनामा म कति रुचाउँछु खै कस्तो जुत्ता लगाएर अलमोस्ट हामी कति मिनट हिँड्यौँ होला हामी लगभग 5 मिनट जति हिँड्यौँ होला है 5-10 मिनटको दौरानमा चाहिँ वैकुण्ठेश्वर शिवालय भनेर एउटा मन्दिर आउँदो रहेछ त्यही मन्दिरलाई पास गरेर चाहिँ हामी अगाडि बढिरहेका छौँ वैकुण्ठेश्वर शिवालय मन्दिर अनौठो ढुङ्गा रहेछ शिवलिङ्ग बनेको हो ए राम्रो रहेछ है ए त्यो दुध चढाउँदाखेरि के गोलो हुनेवाला है कस्तो दामी रहेछ त यो भेटाएर अनि यहाँ राखेको भगवान्को शक्तिले हो कि मामाको शक्तिले हो हजुरको शक्तिले होइन ए ल हो कि साँच्चीकै हो त नि अब बिस्तारै वैकुण्ठ तालको पनि हामीले भ्यू देखिरहेका छौँ है बहिनी घुमेर हो सिधै छैन बाटो ए अलिकति तल टर्निङ ल घरमा बस्दा वाक्क दिक्क प्याक्क भएर चाहिँ आज हामी वैकुण्ठ ताल घुम्न आएको छौँ र वैकुण्ठ मन्दिर पनि हामीले त्यहाँ दर्शन गरिसक्यौँ र अब हाम्रो डेस्टिनेसन भनेको वैकुण्ठ ताल अनि त्यसपछि कता हो रे बहिनी जाने हामी राम मन्दिर जाने है ल ओके हामी राम जन्मेको ठाउँमा पनि ए अझै झलुङ्गे पुल पनि जाने रे ल राम मन्दिर भएर आजको फुल दिन र पुरै पैसा वसुल काम गरेर जानुपर्छ होइन घुमेर टाइमको पनि सही सदुपयोग होस् र पैसाको पनि सही सदुपयोग होस् यो के हो त राम मन्दिर रहेछ यो फेरि के हो होइन राम मन्दिर ओम श्रीराम गाइस फाइनली हामी आइपुगेको छौँ वैकुण्ठ ताल अनि वैकुण्ठ ताल झरना जे पनि भन्न सकिन्छ अनि त्यसपछि हामीलाई एकदमै रमाइलो भइरहेको छ सायद म यहाँ फर्स्ट टाइम ए होइन आएको हो बहिनी म यो ठाउँमा किनकि ऊ त्यता हो त्यो बगर छ नि हो त्यस्तो बगरतिर चाहिँ म र स्वस्तिका बहिनी होइन बहिनीलाई एकदम धेरै मिस गरिरहेको छु
बहिनी र म चाहिँ यहाँ यस्तो कहानी छ हाम्रो होइन। अब मेरो बहिनी चाहिँ एकदम गोरी छ के, एकदमै गोरी छ, म चाहिँ हल्का काली छु नि त। अनि त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ फोटो खिच्नलाई आएको थियौँ त्यो बगरमा होइन, उता देखिरहेको बगरमा। अनि त्यो त गोरी मान्छे जस्तो ठाउँमा बसे पनि झलक्क आउने के अरे गोरी मान्छेको फोटो त, मेरो फोटो त नराम्रो खिचिदिने। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी डेन्जर झगडा गरेर यस्तो रमाउँदै आएको यो ठाउँमा। तर जाने बेलामा चाहिँ डेन्जर झगडा गरेर एकले अर्कालाई नबोलिकन के गएको हो कि फर्केको के, त्यो चाहिँ मेमोरेबल ठाउँ भयो। अनि अहिले चाहिँ एकदम धेरै मिस गरिरहेको छु बहिनीलाई। र चाहिँ हाम्रो यो तालबाट चाहिँ बिपिन मामा हुनुहुन्थ्यो होइन, बिपिन मामाले चाहिँ वहाँबाट यत्रो त्यो हुन्छ नि के अरे त्यो के भन्छ अरे गेलिन के गेलिन अनि त्यो बत्तलहरूले त पुरा पौडी खेल्ने खालको त्यति बेला बच्चै थियो नि त। अरे हो भान्जी आउनुहोस् पौडी खेल्न भन्ने चाहिँ याद आयो क्या मलाई। आएको छु म यो भैगुण्ठ तालमा पहिला पनि। अनि त मामा आज फेरि अर्कै मामासँग आएको छु। अस्ति नै म राकेश मामा र हाम्रो बिपिन मामाहरूसँग आएको थिएँ, म र बहिनी भएर आएको थिएँ। आज चाहिँ म यहाँ एउटा बहिनीसँग आएको छु र अर्को हाम्रो बहिनी राकेश मामाको छोरी र हाम्रो महेन्द्र बाजेको छोरा मेरो मामा है। बैकुण्ठ ताल घुम्नको लागि पनि धेरै नै गेस्टहरू पनि आउनु भएको रहेछ है। एकदमै राम्रो, एकदमै लोभलाग्दो। यो बर्खामा त अझै ठुलो हुन्छ होला है। फाइनली हामी 10 मिनट अथवा 15 मिनटको हाइकिङमा चाहिँ आइपुगेका छौँ यो बैकुण्ठ ताल। र अहिले चाहिँ यो के भन्छ अरे के को सिजन भन्छ अरे हिउँदको सिजन भएको भएर चाहिँ अलिकति यो ताल यो झर्ना अलिकति सानो देखिएको हो। तर चाहिँ जुन यो बर्खाको टाइममा चाहिँ यस्तो राम्रो देखिन्छ र पानी पनि तपाईँहरू हेर्न सक्नुहुन्छ, एकदमै क्लियर छ, एकदमै राम्रो छ, एकदम हरियो पाराको छ। अनि एकदमै मन पर्यो। अनि बहिनी तिमीलाई कस्तो लागिरहेको छ? दामी लागिरहेको छ। ओके सो यही नै हो बैकुण्ठ ताल। र अब हामी चाहिँ नेक्स्ट भ्लगमा चाहिँ नेक्स्ट स्टेसनको तपाईँहरूलाई देखाउँछौँ। मनोकामना पुरा हुन्छ रे। आफूलाई चाहेको के माग्नेको पुरा हुन्छ। आफूले चाहेको मागेको सबै पुरा हुन्छ रे। त्यो भएको कारणले गर्दा पनि म बैकुण्ठ तालमा आएर अलि राम्रो धोइ पखाली गरेर फ्ल्याट हाल्नु न, फ्ल्याट भएको के अलिक ठुलो ठुलो घर बनाउनु भएछ, अलिक फ्ल्याट हाल्नु न। त्यो बेड मिलेछ फ्ल्याट हाल्नु होइन छोडिदेऊ। हुन्छ के देउराली बन्न लागिसक्यो त। फाइनली मेरो यही देउराली हो, कम्प्लिट भयो। मेरो देउराली कम्प्लिट भयो। साथसाथै मैले पैसा पनि भेटाएँ साथीहरू। ला 1000 रुपियाँ भेटाउनु गयो क्या। 50 रुपियाँ भेटाएँ मैले। फाइनली 50 रुपियाँ देउराली पनि भेटाइयो, के अरे बनाइयो, पैसा पनि भेटाइयो होइन। एकदम लकी रहेछु म। कस्तो त्यो मुनिपट्टि होला है यो पैसा। अब यो पैसा चढाएको होला नि त। चढाएको हो र?
यो पैसा चाहिँ हाम्रो यो मामालाई दिन्छु म होइन ताकि मलाई पाप नलाओस् यो मामाले लाओस् जे भने पनि सो फाइनली हामीले देउराली पनि कम्प्लिट गरिसक्यौँ र यो बैकुण्ठको पाहाडको धर्म पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ किनकि हामीले एकदमै धेरै टाइम स्पेन्ड गरिसक्यौँ र अब हामी छुट्टिनुपर्ने हुन्छ है जानुपर्ने हुन्छ है। सो आउँदा आउँदा बाटोमा हाम्रो गणेशको मूर्ति पनि रहेछ। सो हामी बैकुण्ठ घुमेर चाहिँ बैकुण्ठ जानभन्दा अगाडिपट्टि दिदीले चटपट बनाएर बस्नु हुँदो रहेछ र चाहिँ चटपट खानको लागि चाहिँ हाम्रो यो मामालाई चटपट चाहियो अरे चटपट बनाउनलाई रेडी हुँदैछ। खै चटपट देखाऊँ यहाँ ल दिदीले चाहिँ एकदम मिठो चटपट बनाउँदै हुनुहुन्छ अनि उहाँले चाहिँ एकदम मिठो बनाउनुहुन्छ अरे है हाम्रो मामाले भन्नुभएको बहिनीहरूले भनेको। अब चाहिँ दिदीको मिठो चटपट खाएर चाहिँ हामी कता जान्छौँ अब चाहिँ राम मन्दिर होइन झलुङ्गा नजाने। कति बजीबाट आउनुहुन्छ त नि तपाईँ यहाँ चटपट बेच्न? 10-11 बजेबाट अनि कति बजीसम्म नि? 4 बजे। कहाँ हो बस्ने चाहिँ? हाम्रो घरभन्दा नि उति हो। भनेपछि चटपट यहाँ कस्तो हुन्छ त व्यापार? पानी सकिन्छ धेरै बुझ्न। सो साथीहरू हामी चटपट खाँदा खाँदा यहाँ आइसक्रिम दाई पनि आउनुभयो। त्यो भएको कारणले गर्दा हामी आइसक्रिमको लागि पनि वेटिङमा छौँ र हाम्रो मामा चाहिँ ऊ जानुभयो आइसक्रिम लिनको लागि। बहिनीहरू चाहिँ हाम्रो बहिनी चाहिँ आइसक्रिम खानलाई एकदम रेडी छ होइन। खानलाई हाम्रो चाहिँ मामा चाहिँ यहाँ मिल्की बार भन्दै हुनुहुन्थ्यो र अब यहाँ कुन बारमा पुऱ्याइदिएछौँ हामीले मामालाई चाहिँ। कस्तो रहेछ आइसक्रिम? मिठो छ भनेर। सो साथीहरू हामी चटपट खाँदा खाँदा हाम्रो अटो पनि फेरि आइसकेको छ र अब हामी अटो चढेर हामी राम मन्दिर जान्छौँ घुम्नको लागि। कहाँ बस्ने मामा? पछाडि? के बिचमा चाहिँ झ्याउ हुन्छ नि त अनि तिमीहरू टाँसेर खाऊ न। ए बच्चाहरू दिमागै छैन दिमागै चाकमा लिएर हिँडेन। साथीहरू आज चाहिँ ल अब अटोमा होइन दाइसँग बसेर ल धन्यवाद है बाई बाई।